नमस्ते जोडले सबैजनालाई स्वागत छ तपाईहरुलाई सोनी युट्युब च्यानलमा। अनि किछु साथीहरु सन्चै आरामै हुनुहुन्छ होला, आशा छ सन्चै आरामै हुनुहुन्छ। अनि आज चाहिँ हामी के भन्दाखेरि मुकबाङ भिडियो, यो चाहिँ करेन नुडल्स अनि च्यालेन्ज भन्दा नि मुकबाङ गरेर च्यालेन्ज चाहिँ सक्दैनौँ, किनभने हामी चाहिँ खाँदैनौँ। फर्स्ट टाइम भनौँ होइन, मनिकासँग, मनिका भन्दा नि मेरो नन्द हुनुहुन्छ उहाँ। अनि मैले चाहिँ खाएको छु, मैले चाहिँ दुईचोटि खाएको छु होला, मेरो भिडियो होइन दुईचोटि छ। अनि आज चाहिँ नानीसँग फेरि मुकबाङ च्यालेन्ज त होइन, सकिन्न, किनभने पिरो खान सकिन्न। मनी खासै पिरो खान्न, उहाँले पनि खानुहुन्न। फर्स्ट टाइम ल अब खाना चाहिँ सुरु गरौँ है त, है। हाम्रो पासमा चाहिँ नि फेन्टा छ अनि सलाद अनि पिरो भए पार एकदम हान्थ्यौँ चक्लेट छ, किनभने हामीले बनाउँदा बनाउँदा खाइसकेको थियौँ, त्यही भएर आधी त्यही पनि ओके फाइन होइन। अब हामी एमा ओके फाइन भन्दा नि पिरो भयो भने यो खाइहाल्ने है, किनभने म सक्दैन जस्तो लाग्यो त्यही। यस, पानी नखाने हजुरले त्यो हाल्नुहुन्छ अहिले पानी पानी पनि यसरी बोतलले खाए त हुन्छ। ओ माय गॉड, ठिक्क हुँदो रहेछ न, अझ बढी हुँदो रहेछ है, अलिकति एक्स्ट्रा जाँदैछ। लाउने पनि राखेँ। अनि कस्तो लागिरहेछ त मनिका? म त एकदम, मलाई चाहिँ खासै पिरो खान्नकै धेरै भयो कि पिरो नखाएको त है। मलाई चाहिँ एकदम एक्साइटेड। अनि अरू भन्दा नि चपस्टिक चाहिँ फर्स्ट टाइम। ए म सबाद्नै आउँदैन हो, कसरी सबाद्ने हो? यस्तो गर्ने अनि यस्तरी, अनि त्यही हो। यहाँ चाहिँ अन्डा छ, दुईवटा अन्डा खाने हामी चाहिँ यहाँ अन्डा। अनि यहाँ ल अन्डा चाहिँ हातमा खसेछ, यो भिडियो कमेन्ट मलाई खाना आउँछ कि नै? ल खाउँ न, ट्राई गरौँ। फर्स्टमा टेस्ट गरौँ, खाउँ न, टेस्ट गरौँ। खाउँ न पहिला यो। ल ओके, ल फर्स्ट बाइट। यो चाउचाउ चाहिँ फर्स्ट टाइम होइन? यो वाला चाहिँ नि हामीले के भन्छ अरे बुलडग वाला जस्तै, तर अर्कै फ्लेभर। एकदम मिठो है साथीहरू। टेस्ट पनि कस्तो मिठो मिठो रहेछ, करेन भन्दा नि न, करेन साथीहरू। हामीलाई चाहिँ त्यस्तो चपस्टिक चलाउन त आउँदैन, त्यही पनि म त जस्तो भएछ। ओ माय गॉड, मेरोमा त आउँदैन त, सरी। म त हातै हाल्यो। पिरो पनि मिठो पनि नै, तर यो ठिक रहेछ नि आफू भन्दा है। पिरो म चाहिँ सानो आज होला पक्कै पनि। म चाहिँ बन्दा पनि खानु। ओ माय गॉड, खै ट्राई गरौँ न। यहाँ राख्नु, मैले ट्राई गरौँ। ला कसरी समत, ला यस्तो गरौँ। हामी चाहिँ नि यस्तो एक्साइटेड थियौँ होइन भिडियो गराउनुलाई। अनि म चाहिँ नि भाउजूको युट्युबमा फर्स्ट टाइम होइन आएको, अनि एकदम एक्साइटेड छु। गाइजहरू तपाईँहरूले हेरिदिनु होला, लाइक गरिदिनु होला। हामीलाई माया गर्नुभयो भने यस्तै भिडियोहरू अझै आउन सक्छ। म भन्दा नि उहाँ बोल्नुहुन्छ बढी। ओके, कोही त ल आउँदैन त। बाइट। अन्त त्यति साह्रो पिरो ठिक्क छ है। हामीले सबै हालेको थियौँ होइन यसको उहरू। पिरो नखानालाई चाहिँ नि यो चाउचाउ चाहिँ नि हामी रेकमेन्ड गर्छौँ हजुरलाई एकदम होइन। यो चाउचाउ मलाई चपस्टिक नचलाउन आएछ, ट्राई गर्दै हेर्नु न, तपाईँ ट्राई गर्छु। त्यो अट्किन्छ है। अब यो कसरी दिने?
इजी हुन्छ जस्तो लाग्छ ए सरी आयो 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 यो क्युकुम्बर काँक्रा यो काँक्रा चाहिँ उ भइसक्यो तर मिठो भएन मिठो हो। अहिले चाहिँ नि गर्मी हुन लाग्यो नि त सिजन अनि हामीले यो चाउचाउ लिनु जाँदा कस्तो गर्मी भएको थियो है एकैछिन पनि चिल 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 गर्मी भएको थियो ऊ मेरोमा आएछ मसला माइ गड खै अन्डा त खाइएन त खाऊँ न त्यस्तै घोचिदिउँ न पहिला हामीले काँटा पनि लिएर आउनु पर्ने त्यही पनि फेरि छ यस्तो गर्नु न अट्केन त्यही भएर जस्तो हाम्रो त्यस्तै सरी म पनि खान्छु ल एकचोटि एकदम मिठो भइरह बालुसँगको भिडियो तर त्यो वाला करेन्ट भन्दा यो नै बेस्ट है टेस्टमा पनि मिठो अनि फेरि पिरो पनि नाही क्या ठिक्क भए त्यो तातो छ चाउचाउ पनि दामी एकदम मिठो भइरह त बेस्ट लाग्यो मलाई पनि बल्दा खाने बन्दासँग नै मिठो भयो है त्यस्तै नर्मल्ली नर्मल घर साग थिएन नि त फेरि रोपेन क्या मैले समाउन चाहिँ आएको छैन अझै नि अनि यो चाहिँ उहाँले नै पकाउनु भएकै यस्तो मिठो भइरहेको यस्तै खान मन लाग्छ भने ट्राई गर्न सक्नुहुन्छ Oh my god, this one is so एकदम पिरो हुन्छ जस्तो मेरोमा धेरै मसला खान्छ है यस्तो गर्दैन नि त अति धेरै है तिनवटा हो नि त होइन आमा जी होस् त्यो पिरो नै हामी चाहिँ मजाले खुल्लामा आनन्द बसेर फ्रेस हावा लिँदै एकदम मजाले अब बल्ल पिरो हुन्छ जस्तो हो ठिकै छ माइ गड लागेछ मेरो हातमा त्यही पनि पिरो हो है हामीले बिर्स्यौँ है के भएन बल्ल पिरो हुँदैछ होइन क्यामेरा चाहिँ रेकर्ड भइसक्यो हामीले चेस पनि गरेनौँ तर के भएन अहिले गरौँ न पछितिर मेरोमा ठुलो बाइट आयो काँक्रासँग खानु यस्तो मिठो हुन्छ गाजर
पिरो भयो पिरो त हुँदै गयो नि खाँदै जाने हुँदै गयो हामी चाहिँ यहाँ घरको बरन्डामा बसेर यस्तो हावा पनि लाग्छ मजाले हल्का होइन शीतल शीतल गरेर घरमा चाहिँ बाहिर चाहिँ नि गर्मी हुन लागिसकेछ भइहाल्छ नि त पिरो हुँदैको है एक्कासी प्लान भएको मुखबाङ चाहिँ नि है या पिरो हुन लागिसक्यो म त कसरी पर्ने कसरी मलाई पनि राम्रोसँग आउँदैन अन्डा त राम्रोसँग नपाउनु रहेछ यसरी गाड्दिनँ अरूले कसरी पक्रिन्छ होला जस्तो लाग्यो नि त अरूले खाइरहन्छ होला नि त चपस्टिकले हामी चाहिँ नि फर्स्ट टाइम हो तर ल ल ओ माई गड यस्तो गर्दै म चाहिँ नि इजीको लागि होइन सरी सरी खोइ यस्तो गर्न एकचोटि ट्राई कच्चा होइन खाम भनेर फेरि यस्तै गरेर आयो आयो नो आउँदैन त नमस्ते समाउनै जानेको छैन राम्रोसँग तर तिनवटा पनि यति धेरै हुँदो रहेछ है लास्टै धेरै हामी तिनवटा लिएर आएको थियौँ यो भरि थियो यो ट्रे भरि पिरो हुने रहेछ तर खाँदै गएपछि पहिला सुरुमा आएन तर यसको टेस्ट मिठो मिठो छ खट्टो पनि पिरो पनि मिठो पनि सबै यसरी मुखबाङ गरिन्छ होला भनेर सोचेको थिएन अनि अनएक्सपेक्टेड भइरहेको अनि नास्ता पनि के खाने भइरहेको थियो अनि यही खाऊँ न भिडियो पनि बनाऊँ अनि मैले चाहिँ युट्युबमा भिडियो नहालेको पनि धेरै भइसकेको थियो अनि अस्ति ब्लग हालेको थिएँ यदि हेर्नु भएको छैन भने प्लिज मेरो युट्युब भिडियोमा युट्युब च्यानलमा गएर हेरिदिनु होला अनि युट्युब च्यानल चाहिँ सोनी राणा अनि हामीले बायोमा नि लेखेको हुन्छौँ मलाई म चाहिँ नि एक्साइटेड थिएँ भ्लगमा आउनुको लागि एकदम त्यो पनि हाल्दै कस्तो कुरो काँक्राको यो भित्रको खट्टो खट्टो हो अन्त यो धेरै दिनको भएर क्या काँक्रा त लोकलै हो यो खानु नि त यो खानुपर्छ मिठो भयो है खान्न होला भन्नुभएको थियो मिठो भयो नि होइन सलाद थिएन त्यही भएर बन्द ल्याएको यो साग हामीले खासमा खोजेको त त्यो
खाने त्यो उस हुन्छ सलाद साग त्यो नपाएर अनि बन्दा युज गरेँ बन्दा पनि थोरै रहेछ मैले सबैले खानु बाबा हामी चाहिँ यहाँ बाहिर बसेर खाएको भएर नजिक नजिक हर्छ नि त मैले सधैँ भनिराखेको हुन्छ भिडियोमा नै मुबाङ भिडियोमा भनिरहेको थिएँ ब्याकग्राउन्ड साउन्ड आउँछ किनभने सबै हाम्रो चाहिँ यहाँ सबै नजिक नजिक छ के घर अनि आवाजहरू आइरहेको छ त्यही भएर त्यसलाई चाहिँ इग्नोर गरिदिनु होला यस्तो सिधा हुन्छ हावा पनि चलिरहेको थोरै है त्यस्तो ह्याट एकदम पिरो भएन न ठिक्क हामी यस्तो पिरो धेरै नखान सक्नेहरूलाई चाहिँ नि यो ठिक्क हुन्छ है अनि मेरो चाहिँ च्यानल चाहिँ नयाँ भन्दा नि के नयाँ भन्ने होइन 1 वर्ष भइसक्यो च्यानल खोलेको तर पनि त्यति सब्सक्राइबरहरू हुनुहुन्न प्लिज यदि तपाईँहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला भिडियो हेरिसकेपछि सपोर्ट गरिदिनु होला भाउजूलाई ठगानाले थोरै अनि यस्तो हो कि च्यानलमा कोही हुनुहुन्न त्यही भएर मलाई यस्तो भिडियो बनाउनै मन लाग्दैन क्या माया चाहियो तपाईँहरूको हामी इन्ट्रेस्टिङ भिडियोहरू लिएर आउँछौँ खै यो त आउँदैन त बिन्स एउटा म चाहिँ एउटा भिडियो खान्छु सबैलाई त आउँदो रहेछ त थोरै कसरी भन्दैन माथितिर आयो आयो लास्टै पपाई पाउनु लाग्यो नि तपाईँ पनि तर मजा आयो है खाना एकदम किनभने मलाई त्यो चप्चा चाहिँ मिठो लाग्यो फेरि म नि एकदम 10 आउट अफ 10 यसको लागि है मिठो भएको छ अनि यसमा चाहिँ नि हामीले क्यारोट गाजर काटेर मसिनो पारेर तेलमा फ्राई गरेर यो मटरसँग फ्राई गरेर चाउचाउमा हाल्यौँ अनि मिक्स गरेर मिठो भएको छ त्यो पनि होला अनि एउटा चाउचाउ पनि मिठो भयो है एकदम एक्साइटेड थिएँ मेरो चाहिँ नि मैले चाहिँ अरू त्यस्तो पिरो त्यो स्पाइसीहरू खाएको छैन कि मतलब यो करेन्टकै मात्र खान्छु अरू खाएको छैन मैले अरू चाहिँ फेरि पनि खाने हजुरले सपोर्ट दिनुभयो भने अरू पनि अझै एक्साइटेड भिडियोहरू आउन सक्छ धेरै है म एक्लै भयो भने भिडियो बनाउनै मन लाग्दैन यस्तो हुन्छ नि त अब भ्याउनुहुन्न नानीलाई स्कुल छोड्ने अनि यताउति गर्दा होला त्यस्तै हो ए हामीले त कस्तो बिर्सेको बिपनालाई कति मिस गरेछु बिपना तिमीलाई मिस गरेँ ल यो भिडियोबाट है हेर ल बिपना आयो भने पनि फेरि गरौँला नि त होइन अनि के कस्तो लाग्छ भन्दा पनि यदि तपाईँले भिडियो हेर्नुभयो त भने प्लिज सब्सक्राइब गरेर लाइक पनि दबाइदिनु होला है क्या अनि
यो भिडियो मार्फतबाट हामीले एकदम रमाइलो भयो। रमाइलो त होइन, एक्साइटेड थिएँ म एकदम, किनभने मेरो फर्स्ट टाइम थियो भिडियोहरूमा यस्तरी क्यामेरा अगाडि है, क्यामेरा अगाडि हेरेर एकदम एक्साइटेड छु। यति धेरै पानी पिएँ आमाको जस्तो त एकदमै सरी एकदम पेट मेरो ठुलो भइसक्यो खाँदा यस्तो मिठो भयो पनि एउटा काँक्रा खान्छु लास्टमा, त्यही मसला डुबेर। एकदम मिठो भयो। हामी चाहिँ सबै खायौँ, यो चाहिँ टिप्न सकिएन कि सबै स्टिकले टिप्नै सकेन मैले। धेरै टाइम लाग्छ है, चक्लेट पनि खाइदिउँ न एउटा पिरो, हुन त पिरो खाएर चक्लेट खानु नआउने होला थाहा भएन मलाई त। यस्तो पिरो भन्दा त्यस्तो बाहिर बाहिर पिरो भयो क्या, मेरो पनि त्यस्तै भयो। त्यस्तो पिरो भन्दा नि ठिकै ठिकै पिरो होइन। के कस्तो लाग्छ प्लिज 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 डु सब्सक्राइब अनि लाइक पनि गर्नु होला है, सपोर्ट गरिदिनु होला मेरो भाउजूलाई। अनि यस्तै यस्तै रमाइलो भिडियोहरू आउँदै जान्छ, तपाईँहरूले सपोर्ट गर्दै जानु होला। बाई बाई गाइस, बाई, थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू फर वाचिङ, नमस्ते।